एक्ज्याक्टली हार्व एकरको चर्चित किताब सिक्रेट्स अफ द मिलियनेयर माइन्डको यो बहिरो विश्लेषणमा सबैलाई स्वागत छ। यो किताबले एउटा एकदमै आधारभूत प्रश्न सोध्छ। हो र प्रश्न एकदमै सरल छ, तर जवाफ त्यति सरल छैन। बिल्कुल। प्रश्न के हो भने किन केही मानिसहरू यति सजिलै मतलब करोडौं कमाउँछन् तर अरूहरू चाहिँ जीवनभर आर्थिक सङ्घर्षमै अल्झिरहन्छन्? र त्यो प्रश्नको उत्तर हामीले सोचे भन्दा धेरै गहिरो छ। यो हाम्रो शिक्षा, हाम्रो काम वा हामी कति स्मार्ट छौं भन्नेमा मात्र निर्भर गर्दैन। हो, र आज हामी त्यही गहिराईमा पुग्नेछौँ। हामीसँग एकरको किताबका मुख्य अंशहरू छन् र आजको हाम्रो मिशन एकरको सबैभन्दा शक्तिशाली अवधारणा फाइनान्शियल ब्लुप्रिन्टको रहस्य खोल्नु हो। यो हाम्रो दिमागभित्रको त्यो अदृश्य अपरेटिङ सिस्टम जस्तै हो, होइन र, जसले हाम्रो आर्थिक जीवन चलाइरहेको छ। एकदम। यो विश्लेषणको अन्त्यसम्ममा हाम्रो सबकन्सियस माइन्डले हाम्रो आर्थिक सफलतालाई कसरी नियन्त्रण गर्छ र त्यो नियन्त्रणलाई कसरी आफ्नो हातमा लिने भन्ने कुरा बुझ्ने प्रयास गर्नेछौँ। ल, सुरु गरौँ। इकरको मुख्य तर्क के हो भने हाम्रो आर्थिक सफलता बाहिरी कुरामा होइन, हाम्रो भित्री मनी ब्लुप्रिन्टमा भर पर्छ। यो ब्लुप्रिन्ट भन्ने शब्द अलि प्राविधिक सुन्यो, यसलाई सजिलोसँग कसरी बुझ्ने होला? यसलाई घरको नक्सा जस्तै सोच्न सकिन्छ। घर बनाउनु अघि नक्सा मतलब ब्लुप्रिन्ट तयार हुन्छ। घर कस्तो बन्छ भन्ने कुरा त त्यही नक्सामा निर्भर गर्छ नै। त्यसै गरी हाम्रो आर्थिक जीवन कस्तो हुन्छ भन्ने कुरा हाम्रो दिमागमा बाल्यकालदेखि नै बनेको मनी ब्लुप्रिन्टमा निर्भर हुन्छ। पैसाप्रतिको हाम्रो अवचेतन प्रोग्रामिङ हो। इकरले यसलाई प्रोसेस अफ म्यानिफेस्टेसन भन्छन्, जसको एउटा सूत्र छ। प्रोग्रामिङले थट्स लिम्ट्याउँछ, थट्सले फिलिङ्स, फिलिङ्सले एक्सन्स र एक्सन्सले रिजल्ट्स दिन्छ। अर्थात् PTFA = R। वाह, मतलब हाम्रो ब्याङ्क खातामा देखिने जुन रिजल्ट छ त्यो त एउटा लामो श्रृङ्खलाको अन्तिम उत्पादन मात्र रहेछ। हो, ठ्याक्कै। यसको जरा त हाम्रो दिमागभित्रको त्यो अदृश्य प्रोग्रामिङमा छ। किताबमा एउटा सुन्दर उदाहरण छ नि, जराले नै फल फलाउँछ। हाम्रो आर्थिक परिणाम मतलब फल हाम्रो भित्री सोचाइ मतलब जराबाट आउँछ। त्यसो भए पैसाको अभाव आफैमा समस्या होइन। होइन, यो त भित्र चलिरहेको गडबडीको एउटा लक्षण मात्र हो। लक्षण मात्र हो, एकदम। र यो जरा मतलब हाम्रो प्रोग्रामिङ तीनवटा मुख्य तरिकाले बनेको हुन्छ। पहिलो हो भर्बल प्रोग्रामिङ। हामीले बाल्यकालमा पैसाको बारेमा के सुन्यौं? जस्तै पैसा रुखमा फल्दैन, धनी मानिसहरू लोभी हुन्छन्, वा पैसा नै सबै झगडाको जड हो। यी कुराहरू बारम्बार सुनेपछि हाम्रो सबकन्सियस माइन्डले यसलाई सत्य मान्न थाल्छ। अनि हामीले थाहै नपाई यी विश्वासहरूले हाम्रो व्यवहारलाई निर्देशित गर्न थाल्छन्। जस्तै यदि कसैले धनी मानिसहरू लोभी हुन्छन् भन्ने सुनेर हुर्किएको छ भने उसको अवचेतन मनले उसलाई धनी हुनबाट रोक्न सक्छ, किनभने ऊ आफूलाई लोभी व्यक्तिको रूपमा हेर्न चाहदैन। बिल्कुल। अब दोस्रो तरिका हो मोडलिङ, नक्कल गर्ने। हामीले हाम्रा आमा बुवा वा अभिभावकलाई पैसालाई कसरी व्यवस्थापन गरेको देख्यौं। उहाँहरू खर्चालु हुनुहुन्थ्यो कि बचतकर्ता? हो, घरमा पैसा आउँदा खुसियाली छाउँथ्यो कि तनाव? मानौ कुनै बच्चाले सानोमा आफ्नो बुवालाई सबै बिल आउँदा तनावमा देखेको छ। हरेक महिनाको अन्त्यमा घरमा पैसालाई लिएर झगडा हुन्छ। त्यो बच्चाको दिमागमा के बस्छ भने पैसा तनाव र झगडाको कारण हो। पछि गएर उसले अवचेतन रूपमै पैसाबाट टाढा भाग्न खोज्छ, किनभने उसको लागि पैसाले नराम्रो भावना ल्याउँछ। यो त एकदमै गहिरो कुरा हो। हामी सचेत रूपमा धनी बन्न चाहन्छौं, तर हाम्रो अवचेतन मनले हामीलाई पैसाबाट टाढा धकेलिरहेको हुन सक्छ। हो। र तेस्रो हो स्पेसिफिक इन्सिडेन्ट्स। पैसासँग जोडिएका बाल्यकालका कुनै अविस्मरणीय घटनाहरू। जस्तै सानोमा आइसक्रिम किन्न पैसा माग्दा आमा बुवाले पैसा छैन भनेर झपारेको घटना, वा परिवारले अचानक ठूलो आर्थिक क्षति बेहोरेको देख्नु। यस्ता भावनात्मक घटनाहरूले हाम्रो दिमागमा पैसाप्रतिको गहिरो छाप छोड्छन्, जसले हाम्रो बाँकी जीवनको आर्थिक निर्णयहरूलाई प्रभाव पार्छ। यदि हाम्रो प्रोग्रामिङ नै गलत छ, हाम्रो जरा नै कमजोर छ भने त यो त निराशाजनक कुरा भयो नि। के एकरले यसलाई बदल्ने कुनै उपाय दिएका छन्? के हामी यो पुरानो काम नलाग्ने ब्लुप्रिन्टलाई मेटाएर नयाँ बनाउन सक्छौं? अवश्य सक्छौं। र यहीँनिर किताबको सबैभन्दा शक्तिशाली भाग सुरु हुन्छ।
एकरले 17वटा वेल्थ फाइल्सको अवधारणा दिएका छन्। यसलाई यसरी बुझौँ, हाम्रो दिमाग एउटा फाइल क्याबिनेट हो। ए फाइल क्याबिनेट जस्तो? हो, पैसाको बारेमा हाम्रा पुराना विश्वासहरू, पुराना धुलो लागेका फाइलहरू हुन्। वेल्थ फाइल्सहरू ती पुराना फाइलहरूलाई निकालेर नयाँ, शक्तिशाली र सहयोगी फाइलहरूले प्रतिस्थापन गर्ने प्रक्रिया हो। ल, यो त रोचक छ। यी वेल्थ फाइल्सहरूले धनी र गरिब मानिसको सोचको भिन्नतालाई देखाउँछन्। केही मुख्य फाइलहरू हेरौँ न त। हुन्छ। पहिलो र सबैभन्दा आधारभूत फाइल हो वेल्थ फाइल #1। धनी मानिसहरू म आफ्नो जीवन आफै बनाउँछु भन्ने विश्वास गर्छन्। गरिब मानिसहरू जीवन ममाथि घट्छ भन्ने सोच्छन्। यो त जिम्मेवारी लिने कुरा भयो। हो, यो केवल सकारात्मक सोच होइन, यो पूर्णतया जिम्मेवारी लिने कुरा हो। यसको मनोवैज्ञानिक असर गहिरो छ। जब हामी बाहिरी कुरालाई दोष दिन छोड्छौँ, तब मात्र हाम्रो दिमाग समाधान खोज्न सक्रिय हुन्छ। तर हाम्रो समाजमा विक्टिम मोडमा बस्नु सजिलो पनि त छ नि, होइन र? सरकार, अर्थतन्त्र, आफ्नो मालिक वा भाग्यलाई दोष दिएपछि आफूले के गर्नु परेन? हो, यो एक किसिमको आरामदायी जाल हो। इकरको तर्क के हो भने यो विक्टिम मोडले हामीलाई क्षणिक सहानुभूति त दिन्छ, तर हाम्रो शक्ति खोज्छ। हो, विक्टिम मोडका 3वटा लक्षण छन्: ब्लेम, दोष दिनु; जस्टिफाई, बहाना बनाउनु; र कम्प्लेन, गुनासो गर्नु। म धनी छैन किनभने सरकार खराब छ, पैसा त्यति महत्त्वपूर्ण पनि होइन, वा मेरो तलब नै थोरै छ। यी सबै आफ्नो आर्थिक अवस्थाको ड्राइभिङ सिटमा नबस्ने बहाना हुन्। धनी मानसिकताले भन्छ, गाडीको स्टियरिङ मेरो हातमा छ, म जहाँ चाहन्छु त्यही लैजान्छु। विक्टिम मोडबाट बाहिर निस्केर आफ्नो जीवनको ड्राइभिङ सिटमा बस्नु पहिलो कदम भयो। तर गाडी कहाँ लैजाने भन्ने कुरा त हाम्रो सोचको आकारमा भर पर्छ होला, होइन र? हो, ठ्याक्कै। इकरले सानो सोच्नु र ठूलो सोच्नु बीचको भिन्नतालाई कसरी व्याख्या गरेका छन्? हो, यहीँनिर चौथो वेल्थ फाइलको कुरा आउँछ। वेल्थ फाइल च्याप्टर 4। धनी मानिसहरू ठूलो सोच्छन्, गरिब मानिसहरू सानो सोच्छन्। यो इकरको ल अफ इन्कमसँग सम्बन्धित छ, जसले भन्छ तपाईले बजारलाई प्रदान गर्नुभएको मूल्यको सीधा अनुपातमा तपाईलाई भुक्तानी गरिनेछ। यदि कसैको लक्ष्य 10 लाख कमाउने हो भने उसको सोच र योजना त्यही स्तरको हुन्छ। तर यदि लक्ष्य 10 करोड कमाउने हो भने तब सोच, रणनीति र कार्यहरू बिल्कुलै फरक स्तरका हुन्छन्। हो नि। मतलब एउटा सानो चिया पसल चलाएर सीमित ग्राहकलाई सेवा दिनु सानो सोच्नुभयो, तर त्यही चियाको स्वादलाई ब्रान्ड बनाएर देशभरि फ्रेन्चाइज खोल्ने सोच्नु ठूलो सोच्नुभयो। एकदम सही। समस्याको आकार जति ठूलो, त्यसको समाधानले दिने पुरस्कार पनि त्यति नै ठूलो। ठीक हो। अब अर्को फाइल हेरौँ, वेल्थ फाइल च्याप्टर 5। धनी मानिसहरू अवसरहरूमा ध्यान केन्द्रित गर्छन्, गरिब मानिसहरू बाधाहरूमा ध्यान केन्द्रित गर्छन्। जब कुनै नयाँ अवसर आउँछ, गरिब मानसिकताले सोध्छ, यो काम गरेन भने के हुन्छ, पैसा डुब्यो भने के गर्ने। उनीहरूको ध्यान सम्भावित घाटा र जोखिममा हुन्छ। तर धनी मानसिकताले सोध्छ, यो सफल भयो भने के हुन्छ, यसबाट कति ठूलो फाइदा हुन सक्छ। उनीहरूको ध्यान सम्भावित वृद्धि र पुरस्कारमा हुन्छ। किताबमा उल्लेख गरिएको रेडी फायर एम को सिद्धान्त पनि यही हो नि, होइन र? हो। तर यो रेडी फायर एम अलि जोखिमपूर्ण सुनिन्छ नि, बिना तयारी हाम फाल्नु जस्तो। यो लापरवाह हुनु भनेको होइन। यसको अर्थ हो एनालिसिस प्यारालिसिसबाट बच्नु। एनालिसिस प्यारालाइसिस। हो। गरिब मानसिकता भएका मानिसहरू तयारीमै महिनौं वर्षौं बिताउँछन्। उनीहरू पर्फेक्ट प्लानको खोजीमा हुन्छन्, जुन कहिल्यै बन्दैन। तर धनी मानसिकता भएका मानिसहरू पर्याप्त जानकारी लिन्छन्, छिटो निर्णय गर्छन्, काम सुरु गर्छन् र अनि बाटोमा आउने समस्याहरूलाई सुधार गर्दै अगाडि बढ्छन्। उनीहरूलाई थाहा छ कि वास्तविक सिकाइ मैदानमा उत्रिएपछि मात्र हुन्छ। हो। त्यो रोचक कुरा हो। अब एउटा यस्तो फाइलको कुरा गरौँ जसले हाम्रो समाजमा सफलतालाई हेर्ने दृष्टिकोणलाई नै चुनौती दिन्छ। त्यो हो आम्दानी र सम्पत्ति बीचको भिन्नता। हो, यो एकदमै महत्त्वपूर्ण छ। वेल्थ फाइल 13। धनी मानिसहरू आफ्नो नेटवर्थमा ध्यान दिन्छन्, गरिब मानिसहरू आफ्नो वर्किङ इन्कममा ध्यान दिन्छन्। नेटवर्थ मतलब कुल सम्पत्ति हो। कुल सम्पत्ति हाम्रो समाजमा प्राय सोधिने प्रश्न हो, कति कमाउनुहुन्छ?
तर सम्पत्तिको साँचो मापन आम्दानी होइन, नेटवर्थ हो। नेटवर्थ भनेको तपाईँको स्वामित्वमा रहेका सबै चिजहरूको कुल मूल्यबाट तपाईँको सबै ऋण घटाएपछि बाँकी रहने रकम हो। तर हाम्रो समाजमा त नेटवर्थ भन्दा पनि मासिक तलब वा वर्किङ इन्कमलाई नै सफलताको मापदण्ड मानिन्छ नि। यो मानसिकताको परिवर्तन कसरी सुरु गर्न सकिन्छ त? यी रुसिकरले यसका 4 तत्त्वहरू छन् भनेका छन्। पहिलो हो इन्कम, आम्दानी। दोस्रो हो सेभिङ्स, बचत। तेस्रो हो इन्भेस्टमेन्ट रिटर्न्स, लगानीबाट प्रतिफल। र चौथो जुन प्राय बिर्सिन्छ, त्यो हो सिम्प्लिफिकेसन, अर्थात् सरल जीवनशैली। आफ्नो खर्च घटाएर बचत र लगानी बढाउनु। धनी मानिसहरू यी चारैवटामा सन्तुलन मिलाएर आफ्नो नेटवर्थ बढाउनमा केन्द्रित हुन्छन्, केवल तलब बढाउनमा होइन। ल, यो त सोचाइको स्तरमा ठूलो परिवर्तन भयो। तर सोचाइ र परिणामको बीचमा एउटा ठूलो खाडोल छ, त्यो हो डर। डरले त हामीलाई रोक्छ नि। हो, र यहीँनिर सबैभन्दा शक्तिशाली फाइल आउँछ, वेल्थ फाइल नम्बर 16। धनी मानिसहरू डरका बावजुद पनि काम गर्छन्, गरिब मानिसहरूलाई डरले रोक्छ। सफल मानिसहरूलाई डर लाग्दैन भन्ने होइन। होइन, उनीहरूलाई पनि डर लाग्छ, शङ्का लाग्छ, चिन्ता हुन्छ, तर उनीहरू यी भावनाहरूले आफूलाई रोक्न दिँदैनन्। गरिब मानिसहरू डरलाई स्टप साइनको रूपमा हेर्छन्। धनी मानिसहरू डरलाई एउटा सङ्केतको रूपमा हेर्छन् कि उनीहरू आफ्नो कम्फोर्ट जोनबाट बाहिर निस्किँदैछन् र वृद्धि त्यही हुन्छ। इकर भन्छन्, यदि तपाईँ सजिलो काम मात्र गर्न चाहनुहुन्छ भने जीवन कठिन हुनेछ। तर यदि तपाईँ कठिन काम गर्न तयार हुनुहुन्छ भने जीवन सजिलो हुनेछ। एक्सन अर्थात् कार्य नै हाम्रो भित्री संसार मतलब सोच र बाहिरी संसार मतलब परिणाम बीचको पुल हो। डरलाई जित्ने एउटै उपाय हो डराउँदै भए पनि त्यो काम गर्नु। ल, मानसिकता त बदल्यौं, तर दिनहुँको व्यवहारमा यसलाई कसरी उतार्ने? सोचाइ मात्रैले त बिल तिर्दैन। इकरले पैसा व्यवस्थापनको लागि कुनै व्यावहारिक प्रणाली दिएका छन् र त्यो एकदमै सरल तर शक्तिशाली छ। इकरको भनाइ छ, जबसम्म तपाईँ आफूसँग भएको कुरालाई सम्हाल्न सक्नुहुन्छ भनेर देखाउनुहुन्न, तपाईँले थप पाउनुहुने छैन। यो ब्रह्माण्डको नियम जस्तै हो। पैसा व्यवस्थापन एउटा सिप हो र यसको लागि उनले आफ्नो आम्दानीलाई 6 फरक खातामा बाँड्न सुझाउँछन्, जसलाई 6 जार सिस्टम पनि भनिन्छ। 6 वटा खाता? यो अलि झन्झटिलो सुनिन्छ त होइन र? सुरुमा लाग्न सक्छ, तर यो रकमको बारेमा होइन, बानीको बारेमा हो। पहिलो र सबैभन्दा महत्त्वपूर्ण खाता हो 10% फाइनान्शियल फ्रिडम अकाउन्ट, FFA। यो पैसा कहिल्यै खर्च गर्ने होइन। यो तपाईँको सुनको अन्डा पार्ने हाँस हो। यसलाई प्यासिभ इन्कम मतलब निष्क्रिय आम्दानी सृजना गर्ने सम्पत्तिमा मात्र लगानी गर्ने, जस्तै स्टक, बन्ड वा रियल इस्टेट। एक मिनट है, मलाई यो अर्को खाताको अवधारणाले अचम्मित बनायो। 10% प्ले अकाउन्ट। पैसा उडाउनको लागि पनि खाता? हामीलाई त सधैँ पैसा बचत गर्न र गम्भीर हुन सिकाइन्छ। स्क्यानरले रमाइलोको लागि पैसा छुट्याउनु किन यति महत्त्वपूर्ण भनेका होलान्? यसको पछाडिको मनोविज्ञान के होला? यो प्रणालीको जिनियस यही छ। यो प्ले अकाउन्टको उद्देश्य तपाईँको अवचेतन मनलाई सन्तुलनमा राख्नु हो। यदि तपाईँले पैसालाई सधैँ बचत मात्र गर्नुभयो र कहिले रमाइलो गर्नु भएन भने तपाईँको भित्री मनले पैसालाई बोझको रूपमा हेर्न थाल्छ। यो खाताको पैसा हरेक महिना शून्य बनाउनुपर्छ, आफूलाई मनपर्ने काम गरेर, चाहे त्यो राम्रो रेस्टुरेन्टमा खानुहोस् वा कतै घुम्न जानु। यसले तपाईँको अवचेतन मनलाई सन्देश दिन्छ कि पैसा कमाउनु रमाइलो र इनामदायी छ, जसले तपाईँलाई अझ धेरै कमाउनु उत्प्रेरित गर्छ। वाउ, यो त वर्क हार्ड प्ले हार्डको व्यावहारिक रूप भयो। बाँकी 4 खाताहरू के हुन्? त्यसैगरी 10% लङ टर्म सेभिङ्स फर स्पेन्डिङ, LTSS। यो ठूला खर्चहरूको लागि, जस्तै गाडी किन्न वा छुट्टी मनाउन। अनि अर्को 10% एजुकेसन अकाउन्ट, आफ्नो ज्ञान र सिप बढाउनको लागि। बाँकी 50% नेसेसिटिज अकाउन्ट, दैनिक आवश्यकताहरू जस्तै घरभाडा, खाना र बिलहरूको लागि। र अन्तिम 10% गिभ अकाउन्ट, दान वा अरूलाई मद्दत गर्नको लागि। यस प्रणालीको सुन्दरता के हो भने यसले रकमभन्दा बानीलाई महत्त्व दिन्छ। मानौ कसैको आम्दानी 50,000 रुपियाँ छ भने पनि उसले 5,000 FFAमा 5,000 प्लेमा राखेर यो बानी सुरु गर्न सक्छ। हो, जब तपाईँ थोरै पैसालाई राम्रोसँग व्यवस्थापन गर्न सक्नुहुन्छ, तब ब्रह्माण्डले तपाईँलाई धेरै दिनेछ।
तपाईँ पैसा व्यवस्थापन गर्ने कन्टेनर जस्तै हो। यदि तपाईँको कन्टेनर सानो छ भने धेरै पैसा आयो भने त्यो पोखिन्छ। यो प्रणालीले तपाईँको आर्थिक कन्टेनरलाई ठूलो र बलियो बनाउँछ। आजको विश्लेषणबाट हामीले के सिक्यौं भने हाम्रो आर्थिक सफलता हाम्रो बाहिरी प्रयासले मात्र होइन, हाम्रो भित्री फाइनान्शियल ब्लुप्रिन्टद्वारा निर्धारण हुन्छ। र खुशीको कुरा, यो ब्लुप्रिन्टलाई धनी मानिसहरूको जस्तो मानसिकता मतलब वेल्थ फाइल्स अपनाएर र पैसा व्यवस्थापनको व्यावहारिक बानी बसालेर बदल्न सकिन्छ। किताबको एउटा अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण विचार छ, धनी बन्ने र धनी रहिरहने सबैभन्दा छिटो तरिका आफूलाई विकास गर्नु हो। हामीमध्ये धेरैले सोध्छौं सफलताको क्रम ह्याभ, डु, बी हो। अर्थात् जब मसँग धेरै पैसा हुनेछ ह्याभ, तब म जे चाहन्छु त्यो गर्नेछु ड्यू, र त्यसपछि म सफल बन्नेछु बी। तर एकर भन्छन् यो पूर्ण रूपमा उल्टो छ। त्यसो भए सही क्रम के हो त? सफलताको सही क्रम हो बी डु ह्याभ। अर्थात् पहिले तपाईँ सफल व्यक्ति बन्नुहोस्, बी आफ्नो सोच, चरित्र, बानी र विश्वासमा। मतलब करोडपति जस्तो सोच्न र काम गर्न थाल्ने हो। त्यसपछि तपाईँ सफल मानिसहरूले गर्ने काम गर्नुहोस्, डु, र अन्तमा तपाईसँग त्यो सफलता हुनेछ, ह्याभ। यदि कोही भित्री रूपमा तयार छैन भने चिट्ठा परेर आएको करोडौं रुपियाँ पनि केही वर्षमै सकिन्छ, किनभने उसको ब्लुप्रिन्ट त्यो स्तरको सम्पत्तिलाई सम्हाल्न बनेकै हुँदैन। त्यसो भए श्रोतालाई छोडिएको विचार यो हो, आर्थिक स्वतन्त्रताको यात्रा पैसा जम्मा गर्नु मात्र होइन, बरु त्यो पैसा कमाउन, त्यसलाई जोगाउन र त्यसलाई बढाउन सक्षम व्यक्ति बन्ने यात्रा हो। प्रश्न यो होइन कि पैसाले के किन्न सक्छ, तर त्यो कमाउने प्रक्रियामा हामी कस्तो व्यक्ति बन्छौं। कहिल्यै सोच्नु भएको छ कोही मान्छेहरू किन यति सजिलै धनी बन्छन् जबकि अरूहरू जीवनभर आर्थिक सङ्घर्ष मात्रै गरिरहन्छन्? धेरैले लाग्ला यो भाग्य, इन्टेलिजेन्स वा एजुकेसनको खेल हो, तर होइन। यसको कारण त्योभन्दा धेरै नै गहिरो छ र त्यो रहस्य हाम्रो आफ्नै दिमागभित्र लुकेको हुन्छ। अब कुरा गरौँ त्यो लुकेको रहस्यको। हाम्रो आर्थिक सफलता वा असफलताको पछाडि एउटा हिडन ब्लुप्रिन्ट हुन्छ। लेखक यसलाई मनी ब्लुप्रिन्ट भन्छन्। यो एउटा यस्तो आन्तरिक स्क्रिप्ट हो जसले हाम्रो आर्थिक जीवनलाई हामीलाई थाहै नदिई भित्रभित्रै चलाइरहेको हुन्छ। त्यसो भए यो मनी ब्लुप्रिन्ट आखिर हो के त? सिधा भाषामा भन्दा यो पैसालाई लिएर हाम्रो दिमागमा पहिलेदेखि नै सेट भएको एउटा प्रोग्राम हो। यो हाम्रो बाल्यकालको अनुभव र कन्डिसनिङबाट बन्छ। यो एउटा सबकन्सियस प्लान जस्तै हो जसले हाम्रो फाइनान्शियल आउटकम कस्तो हुन्छ भनेर तय गर्छ। र यो ब्लुप्रिन्ट बन्ने तीनवटा मुख्य तरिकाहरू छन्। पहिलो हो भर्बल प्रोग्रामिङ, मतलब सानोमा पैसाको बारेमा के कस्ता कुराहरू सुन्यो, जस्तै पैसा भनेको सबै खराबीको जड हो वा पैसा रुखमा फल्दैन। दोस्रो हो मोडलिङ, हामीले आफ्ना आमाबुबा वा ठूला बडाले पैसालाई कसरी ह्यान्डल गरेको देख्यौं। र तेस्रो हो स्पेसिफिक इन्सिडेन्ट्स, पैसासँग जोडिएका केही विशेष घटनाहरू जसले हाम्रो दिमागमा गहिरो छाप छोडेर गए। एकरको यो भनाइले सबै कुरा छर्लङ्ग पार्छ। बाहिरी संसार त केवल भित्री संसारको ऐना हो। यसको मतलब के हो भने यदि रुखमा लागेको फल मिठो छैन भने हामीले हाँगा र पातलाई होइन, जरालाई नै बदल्नुपर्छ। हाम्रो आर्थिक समस्याहरू त लक्षण मात्र हुन्, असल रोग त हाम्रो भित्री ब्लुप्रिन्टमा छ। ल, अब यो मनी ब्लुप्रिन्टले काम चाहिँ कसरी गर्छ त? यसलाई बुझ्नका लागि किताबमा एउटा गजबको मेटाफोर प्रयोग गरिएको छ। त्यो हो हाम्रो फाइनान्शियल थर्मोस्ट्याट। हामी सबैको दिमागमा एउटा फाइनान्शियल थर्मोस्ट्याट हुन्छ जुन एउटा निश्चित इन्कम लेभलमा गएर सेट भएको हुन्छ। यदि कसैले अचानक धेरै पैसा कमाइहाल्यो भने पनि उसको थर्मोस्ट्याटले उसलाई तानेर फेरि त्यही पुरानो फाइनान्शियल लेभलमा झारिदिन्छ। मानौ कसैको थर्मोस्ट्याट 5 लाख रुपैयाँमा सेट छ। उसले जति नै मेहनत गरे पनि उसको नेटवर्थ घुमिफिरी त्यही 5 लाखको वरिपरि आइपुग्छ। कहिलेकाहीँ ठूलो बोनस आउला, तर तुरुन्तै गाडी बिग्रिएर वा घरमा केही भएर त्यो पैसा खर्च भइहाल्छ। तर एकछिन सोच्नुहोस् त, यदि यही थर्मोस्ट्याटलाई 5 लाखबाट रिसेट गरेर 5 करोडमा पुर्याउन सक्यो भने? हो, आफ्नो ब्लुप्रिन्ट परिवर्तन गरेर यो असम्भव जस्तो देखिने फड्को मार्न साँच्चै सम्भव छ। यसको कन्क्लुजन यही हो, आर्थिक सफलतालाई पर्मानेन्ट रूपमा बदल्ने एउटै मात्र तरिका छ। त्यो हो आफ्नो फाइनान्शियल थर्मोस्ट्याटलाई रिसेट गर्नु। बाहिरी संसार बदल्नु छ भने पहिले भित्री सेटिङ बदल्नै पर्छ। थर्मोस्ट्याट रिसेट गर्नु भनेको के हो? यो भनेको आफ्नो सोचाइको तरिका नै बदल्नु हो।
टी हार्व एकरले 17वटा वेल्थ फाइल्सको कुरा गरेका छन् जसले धनी र गरिब मानसिकता बीचको आकाश पातालको फरकलाई देखाउँछ। केही फरक हेरौँ है त। धनी मानसिकता भएका मानिसहरू सोध्छन् म आफ्नो जीवन आफै बनाउँछु, तर गरिब मानसिकता भएकाहरू सोध्छन् जीवनमा जे हुन्छ भइहाल्छ नि। धनीहरू अपर्च्युनिटीमा फोकस गर्छन्, गरिबहरू अब्स्टेकलमा। धनीहरू दुवै सोध्छन्, पैसा पनि खुसी पनि, तर गरिबहरू कि त यो कि त त्योमा अड्किन्छन्। र सबैभन्दा महत्त्वपूर्ण कुरा, धनीहरू नेटवर्थमा फोकस गर्छन्, तर गरिबहरू केवल वर्किङ इन्कम अर्थात् तलबमा मात्र। अब यो माइन्डसेटलाई व्यवहारमा कसरी उतार्ने त? यसको लागि एउटा एकदमै प्र्याक्टिकल सिस्टम छ, 6 जार्स सिस्टम। यो करोडपतिहरूले पैसा म्यानेज गर्ने तरिका हो। यो सिस्टम एकदमै सिम्पल छ। आफ्नो आम्दानीलाई 6वटा छुट्टा छुट्टै जारमा बाँड्ने। 10% फिनान्शियल फ्रिडम एकाउन्टमा, जुन कहिले खर्च गर्ने होइन, सिर्फ इन्भेस्ट गर्ने। 10% प्ले एकाउन्टमा, मतलब रमाइलो गर्न। 10% लङ टर्म सेभिङ्सको लागि। 10% एजुकेसनमा। 50% नेसेसिटिज अर्थात् दैनिक आवश्यकतामा र बाँकी 10% गिभ अर्थात् दान गर्नको लागि। यसले एउटा गहिरो सत्यलाई बाहिर ल्याउँछ। पैसा म्यानेज गर्ने बानी कति पैसा छ भन्ने भन्दा धेरै महत्त्वपूर्ण हुन्छ। थोरै पैसालाई राम्रोसँग म्यानेज गर्न सिकेपछि मात्रै धेरै पैसालाई टिकाउन सकिन्छ। माइन्डसेट बदलियो, पैसा म्यानेज गर्ने बानी पनि बसालियो। तर यो सबै गर्नु भनेको के हो त? वास्तवमा यो भनेको आफ्नो कम्फर्ट जोन अर्थात् आरामको क्षेत्रबाट बाहिर निस्कनु हो। र यही नै करोडपति मानसिकताको अन्तिम तर सबभन्दा महत्त्वपूर्ण रहस्य हो। ई बेकरले एउटा शक्तिशाली फर्मुला दिएका छन्, CZ = WZ, अर्थात् कम्फर्ट जोन इक्वल्स वेल्थ जोन। यसको अर्थ हाम्रो कम्फर्ट जोनको साइज जत्रो छ, हाम्रो वेल्थ जोनको साइज पनि ठ्याक्कै त्यत्रै हुन्छ। 1 इन्च पनि बढी हुँदैन। धन त्यति मात्र बढ्छ जति हामी असहज हुन तयार हुन्छौँ। यो कुरा गाँठो पारेर लाग्नुपर्छ। वास्तविक ग्रोथ त्यति बेला मात्र हुन्छ जब हामी अनकम्फर्टेबल हुन्छौँ। सफलता र विकासको लागि त्यो सुरक्षित र सजिलो घेराबाट बाहिर निक्कनै पर्छ। त्यसो भए यो अन्तिम प्रश्न आफैलाई सोधौँ, मेरो कम्फर्ट जोन कति ठूलो छ? किनकि याद राखौँ, हाम्रो धनको दायरा पनि ठ्याक्कै त्यति नै ठूलो हुनेछ।